kind of learnings that you have, and especially in terms of a naya business called Dakari, what kind of regulations that you had to go through that you think that people really, really need to know when I'm not going to naya venture सुरु गर्दाखेरि चाहिँ फर्स्ट अफ अल त कस्तो टाइपको भेन्चर हो दे हेभ टु नो द्याट होइन अब केमा जाने भन्ने कुराहरू हुन्छ अब जस्तै अब रियल इस्टेटको आफ्नै होला आइटीको आफ्नै हुन्छ होइन एज अ सास बेग्लै हुन्छ अब तपाईँको जस एज अ सर्भिस बेग्लै होला फुडको बेग्लै हुन्छ होइन सो यु सुड नो फर्स्ट वाट युआर जम्पिङ इन्टु कि त्यो चाहिँ थाहा हुनुपर्छ भने कुन फिल्डमा जाने अनि वाट इज द ब्युरोक्रेसी अब लाइसेन्सिङ लिने हो कि नलिने हो कि होइन त्यसको ट्याक्सेसनको कुराहरू होला त्यो कुराहरू हेर्नु पर्यो अनि अझै भन्ने हो भने इनिसियली स्टार्टअपै खोल्ने भन्दा पनि यु क्यान स्टार्ट विथ फ्रिलान्सिङ अर लाइट एन्टरप्रेनरसिप के त्यो कुराहरूबाट सुरु गर्न सकिन्छ बिकज फ्रम द्याट यु नो हाउ टु मेक सेल्स इम्पोर्टेन्ट फ्याक्टर हो एउटा होइन सो इफ यु स्टार्ट विथ स्मल थिङ्स होइन अनि तोइमिनिमी जम्प हुने तोइमिनिमीबाट ओमा चेन्ज गर्न गाह्रो हुन्न एक्ज्याक्टली सो स्टेप बाई स्टेपहरू त्यो जानु पर्यो मैले पनि लाइट एन्टरप्रेनरसिप गरेँ अडिटिङहरूले गर्छ जस्ट यु फाइन्ड द क्लाइन्ट एन्ड वर्क फर देम के त्यसरी गर्दा इनिसियली चाहिँ त्यसरी बिल्डअप गर्दा भयो गर्दाखेरि एकैचोटि ओमा जम्प हुनुभन्दा बिकज ओमा अलिक बढी ब्युरोक्रेसी हुन्छ होइन यु हेभ टु बिल्ड द स्ट्रक्चर अब स्टिल इट अल्सो डिपेन्ड्स वाट इज अ भिजन होइन अब यु जस्ट वान्ट टु लिमिट अ मार्केट कि अब यु वान्ट टु गो ग्लोबल होइन यो पनि डिपेन्ड गर्छ अनि लाइक वाइज यु हेभ टु बिल्ड द स्ट्रक्चर एन्ड टिम्स अकर्डिङली अनि त्यो चाहिँ एकदमै हेर्नुपर्छ हाउ यु वान्ट गो कुन डिरेक्सनमा जाने तर definitely तिमीले भने जस्तो definitely I think light entrepreneurship is one way to go and त्यतिखेर थाहा हुन्छ the how passionate you are. For example, if you're trying to open up a startup, त्यसको लागि त अब you have to start from somewhere होइन त्यहीसँग related. If you start thinking about some small projects here and there, some small clients here and there as a true light entrepreneurship, then you start feeling about okay यो भनौँ न लाइन मेरो लागि हो कि होइन, how much you really are passionate about it होइन, how much quality work you can give back to the clients, धेरै फरक पर्छ नि त. अनि from there jumping into Domini भयो त्यसपछि OU भयो, there's different तिमीले भने जस्तो there's so many different structures होइन, तर you got to start somewhere. एकैचोटि त jump हुने कुरा त भएन नि होइन. And I think that's something the more you start, the more you get involved in different projects and different ठाउँमा काम गर्यो त्यो अनुसारको different work structure थाहा हुने बित्तिकै you start figuring out what is the best way that you work